सम्पूर्णलाई ताजा जयमसी म बेन्जामिन सुभाष सेवकको तर्फबाट म चाहिँ अहिले हाल धरानबाट भेडेटार हुँदै हुँदै आज म यो सुन्दर यो भाइरल पुलमाथि बसिकन बोल्ने मौका परमप्रभुले दिनुभयो। अनि आजको यात्रा चाहिँ धरानदेखि बसन्तपुरसम्मको यात्रा छ। हामीसँग 4वटा बाइक छ, हामी टिमै छौँ ताकि बसन्तपुरमा चाहिँ हामी आज नयाँ कामको निम्ति जाँदैछु। त्यो काम चाहिँ हामी पक्का बसन्तपुरमै गएर म दोस्रो भिडियो मार्फत तपाईँलाई केही कुरा बोल्नेछु। म आशा गर्छु हाम्रो यात्राको निम्ति हामीलाई देख्नुहुने हेर्नुहुने हरेक इष्टमित्र फेसबुक साथीहरूले हाम्रो निम्ति यात्राको निम्ति सुरक्षाको प्रार्थना गरिदिनु होला भन्ने म आशा तपाईँहरूमाथि गर्दछु। परमेश्वरले कुरा भन्नुभएको छ फिलिपिन 4:4मा पावलले परमप्रभुमा सधैँ आनन्द गर। अनि म फेरि पनि भन्दछु आनन्द गर। परमेश्वरको महिमाको निम्ति हामी निरन्तर कुदिरहेको छु। म आशा गर्छु तपाईँहरू पनि कुद्नुहुनेछ। मलाई याद आइरहेको छ एउटै कुराको, प्रेरित ध्रुव शिष्य बडाले भन्ने गर्छ कि जाऊ अनि कि पठाऊ। आज हामी यो जग्गामा आउँदै गर्दा पनि परमेश्वरले नै हामीलाई पठाउनु भएको हो भन्ने आशा गर्दछु। मेरो फेसबुक पेजमा सम्पूर्ण इष्टमित्रहरूले गइकन फलो गर्न नभुल्नु होला। हामी दोस्रो भिडियोमा भेट गर्नेछौँ। सबैलाई जय मसीह।